गाउँ भन्ने घरबाट त्यसरी भोजन तयार पारेर भिक्षु महासंघलाई दान गर्ने विशेष आज इच्छा सधैँ गरिराख्नु भएको छ। आफ्नो घरतिर लगायत अरू पनि यहाँहरू भएका हाम्रो महाप्रभुहरू भन्ने त्यसरी हाम्रा बिहारका सबैजना पनि त्यसरी गुरुमाहरू तपाईँहरूको आफ्नो पनि आने गरेका आनीहरू उहाँ गुरुमाहरूलाई पनि जो भविष्यमा गुरुमा बन्न हुने उहाँहरूलाई पनि हामीले चाहिँ आज यो भोजन दान गर्न खोजिरहेका छौँ। यसरी आफ्नो मेहनतले आफ्नो परिश्रमले तयार पारेको भोजन विशेष गरी यो भोजनको पुण्यबाट हाम्रो भन्ने भोलिपल्ट आफ्नो उहाँको यात्रा पनि सुरु होस्। फेरि हामीभन्दा टाढा फेरि जान लाग्नु भएको छ र उहाँलाई कुनै पनि बाधाहरूले नआइकन आफ्नो जहाँ पुग्न लाग्नु भएको छ त्यो लक्ष्यमा उहाँ पनि पुग्न सकोस्। र त्यसै गरी हामी यसरी महासङ्घलाई भविष्यमा वर्तमानमा र भूतकालमा हुनुभएका सबै महासङ्घलाई यो भिक्षा अथवा यो भोजन दान गरेर प्राप्त हुने पुण्य फलद्वारा यहाँ आउनुभएका सबैजना जसले यो भोजन तयार गर्नको लागि आफ्नो शरीरबाट आफ्नो मनबाट र वचनबाट जसले पनि सहयोग गर्नुभएको छ यो पुण्यको लाभले उहाँलाई सुगतिकामी होस्, निरोगी होस् र उहाँहरूको भविष्य सफल होस् भन्ने परमार्थको साथमा अहिले हामी चाहिँ यो दान भिक्षु महासङ्घलाई दान गर्नको लागि यो वाक्य हामीले पनि सबैजनाले मैले दोहोऱ्याएको छु। इमानु भिक्षु सङ्घस्य देमा इमानु भिक्षु सङ्घस्य देमा इमानु भिक्षु सङ्घस्य देमा इदं मे पुण्यं आसवक्तया महंगोतु इदं मे पुण्यं निब्बानस्य पच्चयो होतु इदं मे पुण्यं सब्बे सत्ता अनुमोदन्तु सुखिता भवन्तु। अभिवादन नित्यं वद्दावचायो चत्तारो धम्मा वर्धन्ति आयुर्वन्नो सुखं बलं आरोग्य सम्पत्ति सर्व सम्पत्तिमेव च अतो निब्बान सम्पत्ति विनाते समिज्जतु। सर्वमङ्गलं वर्धन्तु सर्वदेवता सर्वधर्मानुभावे